समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाडबाट विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाइ छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा ठिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नुपर्ने बाध्यता यहाँ कम मार्मिक छैन। मोहन हेछा गङ्गा जहाँ पुगे नि भन्दैन भन्दैन तिमीलाई छोडी जान त पटक्कै मन मान्दैन तिमीलाई छोडी जान त पटक्कै मन मान्दैन क्यार छौ तानी निरा माया माया। स्वप्न देखने वाला